नमस्ते सबैमा। आज यो सानो भिडियो हाम्रो नेपालका एयरलाइन्सहरूको बारेमा म बोल्दैछु। तपाईहरुलाई थाहा छ मिडल इस्टलाई बाहना बनाउँदै अहिले नेपाल एयरलाइन्स र हिमालले कन्टिन्यू फ्लाइटहरू क्यान्सल गर्नु भएको छ। जो पनि श्रम रिन्यू भएको छ र जो पनि अरब देशबाट नेपालतर्फ छुट्टीमा आउँदै हुनुहुन्छ उहाँहरूले टिकट काटेर बस्नु भएको थियो 1 महिना 1.5 महिना 2 महिना पहिला। उहाँहरूलाई लास्ट टाइम अब 2 दिनपछि मेरो यात्रा गर्न छ भन्ने बेलामा फ्लाइटहरू क्यान्सल भएको अपडेटहरू नेपाल एयरलाइन्स र हिमालका तर्फबाट आएको छ। यसले झन समस्या निम्त्याउने झन समस्या बढाइदिने काम नेपालीहरूलाई गरिरहेको छ। फ्लाइटहरू कतार एयरलाइन्स पनि गएको छ, फ्लाइ दुबई पनि गएको छ, जजिराको पनि गएको छ। उहाँहरूले कन्टिन्यू आफ्नो सर्भिसहरू चालु राख्नु भएको छ। तर नेपाल एयरलाइन्स र हिमालले कन्टिन्यू युद्धलाई बाहना बनाउँदै समस्यालाई अझै थपिरहनु भएको छ। फ्लाइटहरू क्यान्सल गरेर श्रमिकहरू कति समस्यामा हुनुहुन्छ भन्ने उहाँहरूलाई अन्दाज छैन। त्यसैले सरकारलाई हामी सिधा क्वेशन गर्न चाहन्छौं कि तपाईले भिजिट भिसा सम्बन्धितमा श्रम खोल्न त सक्नु भएको छैन। म्यान पावर मार्फत जसले पनि लाखौं पैसा लगाएर बस्नु भएको छ उहाँहरूको पक्षमा त निर्णय गर्न सक्नु भएको छैन। तर एयरलाइन्स त तपाईहरुको नीतिमा छ नि, तपाईहरुको कानूनको भित्र छ नि। यस सम्बन्धमा त तपाईहरुले नीति बनाउन सक्नुहुन्छ। त्यसैले छिटो भन्दा छिटो तपाईहरुले यस सम्बन्धमा केही न केही नीति बनाउनुस् र हिमालका नेपाल एयरलाइन्सका फ्लाइटहरू कन्टिन्यू मिडल इस्ट तर्फ आउन र जान पर्छ। यसरी फ्लाइट क्यान्सल गरेर नेपाली श्रमिकहरूलाई अझै समस्या थप्ने काम तपाईहरुले नगर्नुस् है त। धन्यवाद। कन्टिन्यू अपडेटको लागि हाम्रो पेजलाई फलो गर्नुस्, भिडियोलाई शेयर गर्नुस्। धन्यवाद।